हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। होइन, आज चाहिँ मलाई साथीले बस स्टेसन पुऱ्याउनु आएको छ। साथीले चाहिँ मलाई पुऱ्याउनु आएको छ। अहिले म चाहिँ जाँदैछु सुसाइड पोइन्टमा। एकदम यहाँबाट चाहिँ साथी र म छुट्ने बेला हुन्छ, किनभने म एक्लै जाँदैछु। यहाँबाट चाहिँ मेरो सोलो हुन्छ जानुपर्ने। अगाडि चाहिँ मलाई माइजूले पर्खेर बसिरहेछ। त्यहाँ माइजूले किन जाँदैछ भने म चाहिँ सुसाइड पोइन्ट घुम्नु जान्छु। पुगिसक्यो माइजू घरमा। हो, अघि भिडियो गर्नु पाएन, सामान बोकेको थिएँ। भर्खर आइपुगेँ। भ्यू जस्तो छ, घामले त्यो पुगिसक्यो। माइजू घर आइसक्यो है त, बाहिर छौँ अहिले। र अहिले चाहिँ हामी आइसक्यौँ। आएर माइजू र म चाहिँ यहाँको के भन्छ के सुसाइड हो, सुसाइड पोइन्ट हेर्नु जाँदैछु नि त। म त सुसाइड पोइन्ट भन्दा चाहिँ म त के मान्छे मर्ने त्यस्तो केबाट नाम होला, त्यस्तै हो। झरेर मर्थ्यो अरे, त्यो भएर त्यो ठाउँको नाम यस्तो राखिदिएको। ल त्यो हामी हेर्नु जाँदैछौँ। ढुङ्गा बाटो, पाहाडको बाटो, यस्तो जानुपर्ने। झापै भन्छ होला है। त यो ठाउँ चाहिँ मलाई मन पर्यो। इन्डिया जस्तै रहेछ क्या माटोहरू चाहिँ, सागसब्जीहरू चाहिँ। त्यो त दिदीले पनि भन्दै थियो कि अस्ति नै। यस्तो रहेछ क्या ठाउँ चाहिँ, बहुत राम्रो रहेछ क्या। झापाहरू भन्नु त कता कता शान्ति चिसो। झापा पो बताए दिदी। इना अगाडि पहाड छ, छेउमै छ। क्यामेरामा चाहिँ त्यति राम्रो आएको छैन क्या, रात परिसकेको छ। अहिले लगभग 5 बजिसक्यो। माइजू र म चाहिँ त्यो भ्यू पोइन्ट हेर्नु जाँदैछु है त। माइजूले देखाउँछ अरे, त्यो हेर्नु जाँदैछु गाइस अहिलेलाई। यहाँ इन्डिया जस्तो छ क्या, यहाँ खेतीसेती सबै हुन्छ क्या तलको झापामा भन्दा। यहाँ माथि चाहिँ यहाँ टमाटर यति मजाले भइरहेछ क्या। यस्तो राम्रो फलिरहेछ टमाटर। मकै पनि लगाएको छ, तामुल पनि। उता आसामतिर, अरुणाचलतिर, आसामतिर चाहिँ हुन्छ त तामुल। अनि यो ठाउँमा चाहिँ अगाडिबाटै अलरेडी पुरा तामुल बोकाउनु हुँदो रहेछ क्या, लाउँदो रहेछ। र तल त झापामा त तामुलहरू देख्दैन नि, तामुल गाँसै। उकालो चढ्दा चढ्दा वाक गरम पो हुन थाल्यो त, पुरा दुख्नु थाल्यो। भ्यू यस्तो छ। माइजू त बोल्दैछ फोनमा अहिले। गाइस भ्यू पोइन्ट हेर्नु जान्छ अहिले। पुगेपछि भेटौँ है त। ल तपाईँलाई त्यहीँ भेट्नेछु। ल हामी चाहिँ पुगिसक्यौँ सुसाइड पोइन्ट। यस्तो रहेछ सुसाइड पोइन्ट। यहाँबाट घाम थालेर मान्छे मर्दैन। हामी अघि उ त्यहाँ गएको थियौँ, बन्द रहेछ। यता रहेछ गेट चाहिँ। माइजू पहिले आउँदा त्यता थियो अरे। भिर यहाँ पानी सप्लाई हुँदो रहेछ नि त। रिङ्गाटा चले त हौ, भिरालो डाइरेक्ट मर्छ नि, कति तल क्या। यहीँबाट होइन, अब यस्तै छ त सिधै वहाँ तलसम्म। अनि यहाँ र उयो परको थिएन, त्यहाँ चाहिँ जोडेर पुल बनाएको यो र यो भाग र त्यो भाग नि।
नेपालको तेस्रो लामो पुल ऊ त्यो चाहिँ के हो उता घर जस्तो गाउँ छ यहाँदेखि त्यो कता पर्छ माथि ए तपाईँहरूलाई म पछाडिको क्यामेराले देखाउँछु है त यहाँनिर पनि छ मान्छे बसेको भिड अब त्यस्तो छ हेर्नु छेउमा जानु पनि डर लाग्छ उहीँ पो हुँदो रहेछ कति भिडाल चाहिँ भिडियोमा त्यस्तो देख्दैन फेरि क्यामेरा हुँदै त्यही भिडाल भोलि यहाँबाट त्यो अल्लोबाट यहाँ पल्लोसम्म झुर्लेको पुल बनाएको छ त्यो ठाउँ जाने होइन त्यो ठाउँ जानेछु त्यो भिडियो चाहिँ नेक्स्ट भिडियोमा आउँछ तपाईँले सब्सक्राइब लाइक गर्दै हेर्नु सेयर गर्दै गर्नु हेर्दै गर्नु अर्को भिडियोमा आउँछ है त त्यो चाहिँ नेक्स्ट पार्ट चाहिँ यो पुल र यो भित्ता र त्यो भित्ता है त भिडियोमा त्यति देखेको छैन क्या हेर्नुहोस् हो गाउँ पनि छ हल्का अनि यहाँ छ क्या यस्तो भिराल छ कहाँ जान्छ ल नेक्स्ट भिडियोको लागि पर्खिनु तपाईँले त्यति बेलाको लागि सब्सक्राइब लाइक गरिदिनु हेर्दै गर्नु है त ल तपाईँलाई म यहाँको भ्यू देखाइदिन्छु त कस्तो बढिया छ डर लाग्दो पनि छ ल हेर्नु है त भ्यू चेक गर्नु है भ्यू चेक गर्नु है तपाईँले ल यस्तो चम्मच डर लाग्दो छ क्या हेर्नुहोस् न यस्तो डर लाग्दो छ छेउमा जानु पनि डर लाग्दो छ मान्छे चाहिँ उहाँ बसिराख्नु भएछ मलाई फर्किरहेको छ घाम यति भइसक्यो भ्यू त यस्तो दामी के हेर्नुहोस् क्या भ्यू चाहिँ बढिया छ त्यो माइजू चाहिँ भिडियो गर्दैछौ यो चाहिँ हाम्रो माइजूको गाउँ होइन माइजूले घुमाउनु लिएको तपाईँलाई पनि आउनु मन छ भने माइजूसँग कन्ट्याक्ट गरेर आउँदा हुन्छ फेरिमै घुमाइदिन्छौँ माइजू घरमा बस्नु खानु लाउनु सबै फेरि भ्यू चेक गर्नुहोस् गाइस माथिबाट हेर्नुहोस् यस्तो बढिया बवाल छ भिडियोमा त्यति दामी देख्दैन छेउमा गयो भने यहीँबाटै पुरा रिङ्गाटा चल्छ क्या कस्तो रिङ्गाटा चल्ने खाले ऊ त्यो यो तल चाहिँ झापा पर्छ अरे होइन है यो सबै झापा त्यो यो पाहाड जति फेरि ऊ त्यो घर देखेको चाहिँ इलाम अरे क्या यो सबै इलाम अरे फेरि यहीँ तल चाहिँ झापा अरे यहाँ घरहरू छ यो चाहिँ खोला यो दुइटा माथि चिसो ऊ त्यो हुँसे लागेको छ नि त्यो पाहाडमा यहाँ देखेको छ नि र हुँसे लागेको छ त्यो ठाउँमा चाहिँ अब पो यो भित्ता र पल्लो भित्ता र यो पल्लो भित्ताको चाहिँ भोलि नेक्स्ट भिडियोमा हुन्छ है त त्यो ठाउँमा हामी भोलि जाँदैछौँ झुर्लुङ्गे नेपालको कति अरे झापाको न नेपालकै आउँछ नेपालकै तेस्रो लामो पुल अरे त झुर्लुङ्गे पुल ल हेर्नुको लागि रेडी भइराख्नुहोस् तपाईँहरू म तपाईँलाई देखाउने छु त्यसरी मेरो एकाउन्टलाई चाहिँ हेरेर मात्रै हुँदैन सब्सक्राइब लाइक पनि गर्दै गर्नु है ल
खाइदिनु